यम्मा कसम कुन चाहिँ होला भोसडी रहेछ यार केटा हो 9 किलोमिटरको जम्मा 123 रुपियाँ हुन्छ क्या त्यो एङ्गो गर्न ठिक होला या नहोला त्यो कमेन्ट गर्नु होला सो राइट गाइस अझै मलाई यहाँ चिल पारामा बसिरहेको छु होइन मैले यहाँ सिनामङ्गलको यता पुलमा छु होइन अनि एङ्गोमा म भर्खर मैले चार्टी भने गाइजहरू सो अघि म चाहिँ ढिलो निस्केको आज होइन सो एङ्गो गर्न ठिक होला या नहोला त्यो कमेन्ट गर्नु होला के होला त गाइजहरू एङ्गो गरेर यार सो राइट गाइजहरू हेलो अनि नमस्कार अनि सबैजनालाई स्वागत छ मेरो ब्लगमा र हिजो पनि ब्लग हालेको थियो अनि आज पनि जस ब्लग हालौँ भनेर चाहिँ गाई तर पानी पर्ला जस्तो भइरहेको छ तर लास्ट गर्मी छ कि अनि म यहाँ राइड कुदिरहेको छु सिनामङ्गलको पुलनेरि छु अहिले अनि त्यो गाई बसाइबिर फेरि यस्तो हुनेवाला छ कि फेरि चिल पारामा होइन राइड चाहिँ लाग्ला जस्तो छैन किन भन्दाखेरि जङसन केही पनि लाग्दैन यहाँ आजकल होइन अनि अब एङ्गो गरेर होला जस्तो लागेको छैन मलाई चाहिँ लास्ट गाह्रो छ गाइजहरू है मेरो 51 रुपियाँको थियो होइन सो उहाँले चाहिँ 100 रुपिस दिएर जानुभयो है त सो पर्दैन भनेको त्यही पनि दिनुभयो सो धन्यवाद छ उहाँलाई है अनि त्यस बबाल घाम भइरहेको छ गाइज अहिले चाहिँ यस्तो पोलिरहेछ नि यस्तो पोलिरहेछ टी सर्ट लाएर हिँड्दा बबाल पर्छ आजमा अझै मैले हुडी सुडी सब बोकेर हिँडेको थिएँ क्या सो उहाँले चाहिँ 100 रुपिस दिनुभयो है सो अब मेरो यहाँबाट राइड लाग्दैन केटा किनकि म अहिले दिल्ली बजारमा छु है त सो गाइज अहिले टाइम देख्न सक्नुहुन्छ 4 बज्न लागिरहेको छ होइन सो मेरो चाहिँ मैले एङ्गो सकेर मैले इनड्राइभ गर्न लागेको छु होइन सो इनड्राइभ गर्ने क्रममा के भयो भन्दाखेरि गरौँ कि नगरौँ भइरहेको छ कि किनभने अब पर किलोमिटर 15 रुपियाँ पनि पर्दैन क्या सो पर किलोमिटर 15 रुपियाँ नपऱ्यो भने नपरे पर्छ भने किन काम गर्ने हो र 15 रुपियाँको लागि होइन सो देख्न सक्नुहुन्छ 9 किलोमिटरको जम्मा 123 रुपियाँ हुन्छ क्या त्यही गाइज घाम अति बगाल लगाइरहेको छ ज्याकेट र हुडी लगाएर हिँडिरहेको क्या र एङ्गो बेस्ट हो कि इनड्राइभ बेस्ट हो कति मान्छेले सोधिरहेको हुन्छ है सोधिरहेको हुन्छ कि के गर्दा राम्रो हुन्छ भनेर गर्न त गाइज अहिलेको अवस्थामा केही गर्दा पनि राम्रो छैन है त मा कसम कुन चाहिँ होला भोसडी रहेछ यार केटा हो 225 मा हानेको 195 मात्रै 100 गएर जाने भनिरहेको छ प्यासेन्जरहरू फ्रीमा पायो भने त जाने केटा हो